पुस्तकहरू पढेका छौँ। त्यहीमध्ये मलाई मनपर्ने किताबलाई पढ्न गइरहेको छु। मेरो किताबको नाम किरा हो। मेरो किताबको लेखक तपसिरी हो। किराहरू संसारभरि पाइन्छ। धेरैजसो किराको मुख चुच्चो हुन्छ। यसलाई सुट भनिन्छ। सुटले रस र रगत चुस्न सहयोग गर्छ। किराका अगाडिका पखेटा बाक्ला र रङ्गी हुन्छन्। पछाडिका पखेटा पारसी र पातला हुन्छन्। खगटे किराको जीवन तीन चरणमा बाँडिएको हुन्छ। अरू किराको जीवन 4 चरणमा बाँडिएको हुन्छ। किराको जीवन अन्डाबाट सुरु हुन्छ। अन्डा लाभामा फेरिन्छन्। लाभा जमिन र पानी दुवैमा बस्छन्। अन्तिममा लाभाहरूमा पखेटा पलाएपछि भेट किरा भन्छन्। खगटे किराको बाहिरपट्टि कडा खगटा हुन्छ। किराको नरम भागलाई यिनै खगटाले सुरक्षित राख्छ। धन्यवाद।